यो भिडियोमा चाहिँ मैले तपाईलाई मोन्स्टेरा डेलिसियोसामा स्टेक हालेको देखाउँदैछु र सधैँ चाहिँ म चाहिँ मोस्ट बल आफैले बनाउने गर्छु। यसमा स्प्याग्नम मोस्ट र कोको पिट हालेको छु र यसरी जिप टाइले टाई गरिसकेपछि यो मोन्स्टेरामा गमलामा हाल्न रेडी हुन्छ। मोन्स्टेरा वाइल्ड प्लान्ट हो, रेन फरेस्ट प्लान्ट हो र यसलाई चाहिँ इन्डोर हुर्काउनको लागि तपाईले इन्डाइरेक्ट लाइटिङ चाहिन्छ र वाइल्डमा मोन्स्टेरा सपोर्टमा हुर्किने प्लान्ट भएकोले तपाईले घरमा यसलाई स्टेक दिनुभयो भने प्लान्टको लिफहरू चाँडै हुर्किने र प्लान्ट अलि स्टडी हुने हुन्छ। सो यसको लागि मैले मोस पोल युज गरेको छु र मैले यो पटमा अलि बढी सोइल, कोकोपिट र फर्लाइट एड गरेको छु र यसमा गुगलमा रिसर्च गरे अनुसार मोन्स्टेरा सँगै एउटै गमलामा अरू वाइल्डमा पाउने प्लान्टहरू जस्तै पोथोस लाउँदा पनि हुन्छ भनेकोले यसमा मैले ट्राई गर्दैछु। पोथोस क्लाइम्बर हो र यसलाई पनि स्टेक चाहिन्छ। सो होपफुली दुईटै प्लान्ट को एक्जिस्ट गर्छ र राम्रोसँग हुर्किन्छ। मैले वाटरिङ गर्दैछु स्लोली र एट द एन्ड मैले प्लान्टको लिफ साइनीको लागि चाहिँ व्हाइट ओइल युज गरेको छु। व्हाइट ओइल जुन चाहिँ तपाईँले बनिसमा किन्न पाउनुहुन्छ र मेरो अरू भिडियोमा पनि हेर्न सक्नुहुन्छ। सो होपफुली तपाईँले पनि यो ट्राई गर्नुहुनेछ र मेरो प्लान्ट फ्लोरिस गर्नेछ।